हजुर दर्शकबिन, ग्रहण लागेको बेलामा कुन कुन राशिहरूले के गर्ने भन्ने कुरामा जस्तै दुनियाँ यो सोसियल मिडियाहरूबाट कुन कुन राशि मालामाल बन्ने, कुन कुन राशिलाई एकदमै डेन्जर भनिरहेको हामीहरू भिडियो देख्न पाउँछौँ। तर म कुन राशिले के गर्दा राम्रो होइन, जस्तै यो ग्रहण लागेको समयमा 3 घण्टा 28 मिनटको ग्रहण छ। यो ग्रहण एकदमै अलिकति लामो समय पनि हो। ग्रस्तोदित खण्डग्रास चन्द्र ग्रहणको बारेमा म कुराकानी गर्दैछु। यो 2082 सालको फागुन महिनाको 19 गते। तदनुसार मार्चको 3 सन् 2026 को दिन ग्रहण लाग्दैछ, ग्रस्तोदित खण्डग्रास चन्द्र ग्रहण। र यो चन्द्र ग्रहण लागेको समयमा यानि कि चन्द्र ग्रहणको समय 3 घण्टा 28 मिनट छ। ग्रहणको सूतक बिहान 9 बजेर 3 मिनटदेखि ग्रहणको सूतक भए पनि ग्रहण लाग्ने समय भनेदेखि 3 बजेर 34 मिनटदेखि दिउँसोको 3 बजेर 34 मिनटदेखि ग्रहण शुभारम्भ हुन्छ। र यो चन्द्र ग्रहण काठमाडौँबाट हेर्नको लागि भने 6 बजेर 3 मिनटमा यानि कि चन्द्रोदय पश्चात काठमाडौँबाट यो ग्रहण देख्न सकिनेछ। र यो ग्रहण 7 बजेर 2 मिनटसम्म रहनेछ। 3 बजेर 34 मिनटदेखि शुभारम्भ भएको यो ग्रस्तोदित खण्डग्रास चन्द्र ग्रहण 7 बजेर 2 मिनटसम्म यानि कि 3 घण्टा 28 मिनट यो ग्रहणको समय। यो समय भनेको धेरै हो दर्शकबिन। अब यो समयमा तपाईँहरूले कुन कुन राशि भएका व्यक्तिहरूले के गर्दा राम्रो, जस्तै यो ग्रहणको शुभ फलमा चाहिँ 4 राशिहरूलाई एकदम राम्रो फल्छ भने 8 राशिहरूलाई एकदम कष्टकर फल्छ। अब ती राम्रा राशिहरूले पनि त्यत्तिकै राम्रो हुँदैन। राम्रा राशि हुनलाई पनि त्यो ग्रहणको समयमा के कर्म गर्नुपर्छ। र नराम्रा राशिहरूले पनि यी चिजहरूमा ध्यान दिनुभयो भने ती नराम्रा फलहरूबाट पनि तपाईँ बच्न सक्नुहुन्छ। अब त्यो के हो त, जस्तै तपाईँहरूको मेष राशि छ भने फल चिन्ता बतायो। मेष राशि भएका व्यक्तिहरूले के को आराधना गर्ने भन्दा मेष राशि भएका व्यक्तिले ग्रहणको समयमा ग्रहण शुभारम्भ भएपछि नुहाएर गणेशजीको जप गर्ने। ओम गम गणपतये नमः, ओम गम गणपतये नमः। यो मन्त्रलाई धेरैभन्दा धेरै जप्नुभयो भने तपाईँको चिन्ता कष्ट केही पनि हुँदैन। तपाईँलाई यो गणेशको आशीर्वादले तपाईँलाई राम्रो हुन्छ। र राशिको मन्त्र जप्नुहुन्छ तपाईँहरू भने ओम अम अङ्गारकाय नमः, यो मन्त्र तपाईँले जप्न सक्नुहुन्छ। वृष राशिको कुराकानी गरौँ। वृष राशिको फल छ व्यथा। वृष राशिलाई पनि नराम्रो राशिमा पर्यो वृष राशि। वृष राशि भएका व्यक्तिहरूले के गर्ने भन्दा ओम सुम शुक्राय नमः, ओम सुम शुक्राय नमः, यो पुरै जप ग्रहणको समयमा जप गरिरहने। र होइन मलाई चाहिँ अझै राम्रो मन्त्र लक्ष्मीको मन्त्र जप्ने, ओम श्रीम श्रीयै नमः जप्ने, यो तपाईँलाई प्रभावकारी हुन्छ। अझै राम्रो, अझै त्यहाँभन्दा नि सिद्ध मन्त्र जप्छु, सिद्धि बुद्धि प्रदे देवी भुक्ति मुक्ति प्रदायिनी मन्त्र मूर्ते सदा देवी महालक्ष्मी नमस्ते, यो मन्त्र जप्नुहोस्। अब मिथुन राशिको त कुरै नगरौँ। मिथुन राशि चाहिँ एकदम शक्तिशाली र मालामाल हुने राशि, श्री प्राप्तिको राशिमा परेको छ मिथुन राशि। तपाईँहरूको पनि मिथुन राशि छ भने तपाईँहरूले ओम नमो भगवते वासुदेवाय यो मन्त्रको जप गर्नुपर्छ। यो मन्त्रको जप गर्दाखेरि तपाईँलाई एकदम राम्रो हुन्छ यो तपाईँको। र राशिको मन्त्र जप्नुहुन्छ भने ओम राशिको इष्ट देवता तपाईँको बुध स्वामी हुनुहुन्छ, ओम बुम बुधाय नमः मन्त्र जप्नुहोस्, तपाईँलाई एकदमै राम्रो हुन्छ, अझै राम्रो हुन्छ। कर्कट राशिलाई पनि क्षतिको फल बतायो। कर्कट राशिले ओम सोम सोमाय नमः मन्त्र जप्ने, नभए ओम नमः शिवाय मन्त्र जप्नुहोस्, यो राम्रो हुन्छ। सिंह राशिलाई पनि घात फल बतायो। सिंह राशिलाई पनि राम्रो छैन। ओम घृणी सूर्याय नमः यो मन्त्र जप गर्न सक्नुहुन्छ तपाईँले। र त्यस्तै गरी कन्या राशिको कुराकानी गरौँ। कन्या राशिलाई पनि यो राशि ग्रहणको समयमा खर्चको समय छ। तपाईँले पनि ओम बुम बुधाय नमः, ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्दा प्रभावकारी हुन्छ। अर्को राम्रो राशिमा तुला राशि परेको छ। तुला राशिको पनि तुला राशिलाई चाहिँ लाभको फल छ। तुला राशि भएका व्यक्तिहरूले माता लक्ष्मीको आराधना गर्नु, भगवतीको आराधना, ओम ऐम रेम क्लिम चामुण्डाय विचे यो मन्त्र जप्दा पनि हुन्छ भने ओम श्रीम श्रीयै नमः, महालक्ष्मी च विद्महे विष्णुपत्नी च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् यो मन्त्रलाई जपिरहँदा पनि हुन्छ। श्री सूक्त कनकधारा पढ्दा पनि हुन्छ। त्यस्तै गरी वृश्चिक राशिको कुराकानी गरौँ। वृश्चिक राशिलाई पनि सुखको फल बताएको छ। वृश्चिक राशिले ओम अम अङ्गारकाय नमः मन्त्र जप गर्दाखेरि राम्रो हुन्छ। त्यस्तै गरी ओम गम गणपतये नमः पनि हुन्छ, यो तपाईँले जप्न सक्नुहुन्छ। गणेश सहस्त्रनाम पढ्न सक्नुहुन्छ, तपाईँले राम्रो हुन्छ। नारायणी कवच पढ्न सक्नुहुन्छ। धनुराशिको कुराकानी गरौँ। धनुराशि भएका व्यक्तिहरूलाई माननाशको फल बताएको छ। तपाईँले ओम ब्रिम बृहस्पतये नमः, त्यसै गरी तपाईँको कुलदेवताको मन्त्रहरू तपाईँले जप्न सक्नुहुन्छ। मकर राशिलाई कष्टको फल छ। मकर राशिले भगवतीको आराधना गर्ने, ओम ऐम रेम क्लिम चामुण्डाय विचे सिद्ध कुञ्जिका स्तोत्र पाठ गर्ने, ओम सम शनिश्चराय नमः मन्त्रको जप गर्ने, दुःख कष्ट नाश हुन्छ र ग्रहणको शुभफल मिल्छ। कुम्भ राशिलाई स्त्री जातिबाट पीडा भनिएको छ। कुम्भ राशिले पनि ओम सम शनिश्चराय नमः प्राम प्रिम प्रुम प्रौम सह यो मन्त्र जप्न सकिन्छ, भगवतीकै आराधना गर्न सकिन्छ भने मीन राशिलाई चाहिँ सुखको फल बताएको छ। मीन राशि भएका व्यक्तिहरूले तपाईँहरू हुनुहुन्छ भने मीन राशिलाई सुखको फल छ। मीन राशिले ओम ब्रिम बृहस्पतये नमः मन्त्र जप गर्न सक्नुहुन्छ, विष्णु भगवानको मन्त्र जप गर्न सक्नुहुन्छ। यो त समग्र भयो मन्त्र विशेष। अब यो मन्त्र कसरी जप्ने, ग्रहण
ग्रहणको स्पर्शकाल शुभारम्भ भइसकेपछि नुहाइधुवाइ गरेर पूर्वपट्टि फर्केर हामीहरू बस्नुपर्छ। शुद्ध आसनमा बसेर शुद्ध स्थानमा राति सुतेको लुगा नलगाएर नुहाइधुवाइ गरेर चोखो लुगा लगाएर आफ्ना राशि अनुसारका वस्त्रहरू लगाएर, मेष राशि र वृश्चिक राशिले रातो लुगा लगाएर जप्नी, वृष र तुला राशिले सेतो खैरो लुगा लगाएर जप्नी, मिथुन र कन्या राशिका व्यक्तिहरूले हरियो लुगा लगाएर जप्नी, त्यस्तै गरी पहेँलो लुगा पनि लगाएर जप्न सकिनेछ। कर्कट राशिले सेतो क्रिम कलरको लुगा लगाएर जप्नी, त्यस्तै गरी सिंह राशिले मरुन कलरको लुगा लगाएर जप्नी, धनु राशि मीन राशिले पहेँलो लुगा लगाएर जप्नु राम्रो हुन्छ। त्यस्तै गरी मकर र कुम्भ राशिले कालो खैरो नीलो लुगा लगाएर जप्नु भयो भने यो मन्त्र सिद्धि हुन्छ। र मन्त्र सिद्धि हुँदा के हुन्छ यो पनि कुरा म तपाईँलाई बताइदिन्छु। हामीले यो ग्रहणको समयमा कुनै पनि सिद्ध मन्त्रहरूलाई जपिराख्यौँ भने त्यो मन्त्र हामीले दुःख कष्ट पर्दा भगवान मेरो यो काम बनोस् भन्दा हामीले त्यो कामना गर्दा त्यो मन्त्रलाई सम्झ्यौँ भने तपाईँ हाम्रो काम सिद्धि हुन्छ। ऋणले व्याकुल हुनुहुन्छ भने लक्ष्मीको आराधना गर्नुहोस्। विद्या आर्जन नभएर सन्तान नपढे दुःख हुनुहुन्छ भने गणेशजीको आराधना गर्नुहोस्। वैवाहिक जीवन दाम्पत्य जीवनमा सुख चाहनु भएको छ भने उमामहेश्वरको आराधना गर्नुहोस्। यो भिडियो तपाईँलाई मन पर्यो भने सबैलाई सेयर गरिदिनुहोस्। यो ग्रहणको समयमा अझै के गर्ने भन्ने कुरा म अर्को शीर्षकमा तपाईँलाई लिएर आउनेछु। आजको लागि यो एपिसोडबाट म अहिले बिदा चाहन्छु। हस्त हरिओम नमस्कार। यहाँहरूको ग्रहणको समयलाई शुभ सदुपयोग गर्नुहोस् र धन्य रहनुहोस्। हरिओम।